नमस्ते साथीहरू। लास्ट इयर मैले लालुपातेको हाइब्रिड भेराइटीमा 2-3वटा कलर एड गरेको थिएँ। आज म यसको कटिङ सार्न जाँदैछु। यसको कटिङ लिइसकेपछि यसमा भएको चोपलाई 2-3 घण्टा छायामा राखेर सुकाउनु पर्ने हुन्छ। त्यसरी यसको चोपलाई सुकाएर लगाएपछि हाम्रो कटिङ खराब हुने चान्स चाहिँ हुँदैन। माटोमा मैले यसको लागि बलौटे माटो लिएको छु र यसमा थोरै साफ फन्जिसाइड पाउडर मिक्स गर्दैछु। यो पाउडरले कटिङलाई फंगस लागेर खराब हुनबाट बचाउँछ, सो म यो प्राय युज गरिराखेको हुन्छु। र यसको हाँगा सार्नलाई कुनै किसिमको रुटिङ हार्मोन अथवा एलोभेरा जेल के पनि चाहिँदैन। यो यसरी नै एकदमै सजिलै सर्छ। कटिङ लगाइसकेपछि यसलाई छायामा राख्ने र नेक्स्ट टाइम पानी दिँदा यसको माटो हल्का ड्राई देखेपछि मात्रै पानी दिने। हजुरहरुसँग पनि यो प्लान्ट छ र मल्टिप्लाई गर्न चाहनुहुन्छ भने अहिले यसको कटिङ लगाउन सकिन्छ। अहिले लगायो भने जाडोको लागि हाम्रो बिरुवा तयार हुन्छ र विन्टर सिजनको एकदमै राम्रो फ्लावरिङ प्लान्ट हो र मलाई पनि एकदम मन पर्छ। सो कटिङ सार्नु होला। थ्यांक यू।